माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, विशेष कारणवश आजको दैनिक कार्यसूचीको क्रम संख्या 1 देखि 8 सम्मका कार्यक्रमहरू सूचीबाट हटाइएको बेहोरा जानकारी गराउँछु। साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय माग गर्नुभएकोमा सो समेत हटाइएको बेहोरा जानकारी गराउँछु। माननीय सदस्यहरू, सम्माननीय राष्ट्रपतिबाट पत्र प्राप्त हुन आएको छ। सोको बेहोरा म पढेर सुनाउँछु। नेपालको संविधानको धारा 93 को उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको मिति 2081-12-18 को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्म 2081 साल चैत्र 19 गते मंगलबार राति 12 बजेदेखि अन्त्य गरेको छु। रामचन्द्र पौडेल, राष्ट्रपति, 2081 चैत्र 19। माननीय सदस्यहरू, प्रतिनिधि सभाको चालु 5औं अधिवेशन आज राति 12 बजेबाट अन्त्य हुने जानकारी गराउँदै यो बैठक यही अन्त्य हुन्छ।